म बेबीले जस्ट अहिले सुताएँ 2 घन्टापछि मेरो बच्चा बल्ल बल्ल सुत्यो कि होइन। सो आज चाहिँ हाम्रो दिदी र धिमाजु आउँदै हुनुहुन्छ होइन बर्दिवासबाट। के भयो भने मैले उहाँको लागि चाहिँ एउटा त्यो हुन्छ नि घाँटीमा लाउने नेक्लेस जस्तो मोतीको मगाएको थिएँ होइन। मैले चाहिँ त्योमा चाहिँ मलाई फोटो पठाएको थिएँ कि होइन दिदी चुज गरिदिनु कुन दिनु म भनेर होइन। अनि पछि सरप्राइज दिन्छु भनेर के होइन। त्यति बेला चाहिँ म चाहिँ उहाँको आउने नै प्लान थियो तर त्यसपछि फेरि क्यान्सल भयो कि अब होइन भोलिको इक्जाम छ भनेर चाहिँ आउन मिल्दैन भन्नुभएको थियो होइन। अनि ला मैले तपाईँको लागि त के अरे एउटा नेक्लेस मगाएको थिएँ हेर्नु न के गर्ने होला भन्नुभयो होइन। उहाँले चाहिँ कसै चाहिँ दिनु पर्दैन आफ्नो राख अनि पछि आउँदाखेरि लिएर आऊ भन्नुभएको थियो कि मैले त ल तपाईँ ठिकै छ नि त भन्नुभयो क्या कुरा होइन। भोलि न्यु इयर छ र आज जस्ट उहाँहरूले फोन गरेर होइन 1 दिन अगाडि फोन गरेर ल हामी त बाटोमा छौँ भनेर यस्तो खबर आयो कि होइन। किनभने बच्चाको जुन बहिनी त्यो बाबुको इक्जाम थियो नि होइन त्यो सरेछ अरे। मेरो सरप्राइज त मै सरप्राइज भएन यो कुरामा होइन। सरप्राइज दिउँ भनेको त ल आफै सरप्राइज भयो कि। मेरो बुढाले चाहिँ अब चिकन लिएर आउने भन्दै हुन्थ्यो। मेरो मम्मी सासू मम्मी चाहिँ चिकन खानुहुन्न कि होइन। सो उहाँको लागि चाहिँ गोबी र आलुको भुजिया बनाउनु भएको छु र रोटी बनाइदिन्छु र चिकन लगाएपछि चिकन पनि बनाउनु पर्ने छ। अहिले जस्ट गोबी र आलु काटेर बनाइ नै रहेको छु कि भुजिया। अब आटा पनि सानेर रोटी पनि बनाइहाल्नु पर्ला ढिलो नहोस् भनेर चाहिँ। अहिले त 4:30 भइसक्यो 6 बजीतिर आउनुहुन्छ अरे। नास्ता पनि खानुहुन्छ होला नि त होइन भोकै आउनुहुन्छ अरे बिचरा। सो बनाउनु पनि पाउनु पर्ला त्यही सबै बनाएर हतै क्लियर गरिरहेको छु। त्यहाँदेखि एउटा पनि चुल्हा छ नि त त्यो चुल्हामा सब थोक बनाउनुपर्छ कि अनि त धोर्नुपर्छ फेरि यताउति गरेर झ्याउ हुन्छ। त्यही भएर पहिला बनाएर राखिदिने कि यो भेजको चाहिँ सजिलो हुन्छ भनेर। सो मैले बनाएको भुजिया चाहिँ आलु गोबीको भुजिया। सो एकछिन भयो रुममा आएको होइन। म त गलिसकेँ अब। बुढाले भर्खरै चिकन लिएर आयो होइन म काटेर होइन खाइसकेको छु। चिकन चाहिँ 3 केजीवाला थियो है 3 केजीको थियो लोकल चिकन हो यो। बेबी चाहिँ सुतिरहेछ होइन त्यही भएर चाहिँ अलिकता रिलिफ छ होइन चाहिँ म पकाइरहेको छु कि अझै। सो बुढा मेरो सुन्तला खाँदैछ होइन। मम्मी छोरीसँग बोल्दै हुनुहुन्छ म चाहिँ पकाउँदै बसेको छु।
पुरा भिडियो म्यान बन्दैछ कि हैन ओ त्योमा एउटा एकदम अन्डा छ रमाइलो फिल भइरहेछ के रे त्योमा एउटा अन्डा छ भने के गर्नु भात पाकिसक्यो बन्द गर्नु त्यसो भए Happy New Year! ह्यापी Happy न्यू New Year! ह्यापी न्यू मम्मी इयर चुप गर्यो जी राम्रो Happy New Year! ह्यापी न्यू इयर My Happy New Year! Madhu, Happy New Year! काय ह्यापी ओ यहाँ सबले तेलमा फटेको मात्रै मासु खाइरहेछ है तेलमा नुन र हल्दी मात्रै हालेको फेरि उहाँ फेरि यो मान्छे काँचे मासु पनि खान्छ फेरि मसला पनि हालिसक्यो ये सो भिनाजुहरू कोटेश्वर आइपुग्नु भयो अब एकछिनमा आइसक्नुहुन्छ होला सो मासु पाकिसक्यो होइन अनि हामीले थोरै ट्राई गऱ्यौँ होइन सो वाट्स द रिभ्यू भन न रिभ्यू भन न मासु होटल स्टाइल त भएन तर घरको स्टाइल जस्तो छ घरमा पाके जस्तै पनि राम्रो छ टेस्टी छ अनि फ्राईवाला बढी दामी छ रसवाला पनि अहिले सायद राम्रो भइसक्यो होला के बुझ्ने यसलाई थाहा छैन